सम्पूर्णमा नमस्कार। मेरो हातमा कवि सञ्जित फलनाको पेरङ्गे चेप र नागबेली सपना भन्ने कविता पढिसकेको छ। निम्बल पब्लिकेसनबाट प्रकाशित यस पुस्तकको मूल्य 350 रहेको छ। एकदमै राम्रो कविताहरूको सङ्ग्रह। यस कविता सङ्ग्रहबाट म तपाईँहरूलाई एउटा छोटो र अर्को जम्मा 2वटा कविता सुनाउन चाहन्छु। तर एक रात उनी सपनामा आइन्। छुट्टिनलाई हामी छुट्टिएको वर्षौँ पछि, सकिनलाई सम्बन्ध हाम्रो सकिएपछि, यसरी विपनाको बाटो बन्द भएपछि एक रात उनी सपनामा आइन्। अब अर्को कविता सुनाउँछु म। देशको नक्सामा सरकारको मानचित्र। सम्झनुहोस् त कस्तो हुन सक्छ देश। सम्झिनुहोस् त कस्तो हुन सक्छ देश। कुनै राजा महाराजाहरूले रानीहरूका प्रेममा बनाएको सङ्गमरमरको महल जस्तो होइन देश। अथवा कुनै शौखिन सम्राटले अहमको उचाइले ठडाएको गगनचुम्बी दरबार जस्तो पनि होइन देश। न त हुन सक्छ कुनै सरकारी अफिसको भित्तामा झुन्ड्याइएको कागजको म्याप जस्तो। हुन सक्छ देशको पनि आफ्नै पहिचान र आफ्नै अस्तित्व, जनताको एकताको महागाथा, जनताको सार्वभौम अखण्डता। हेर्दै जाँदा देशलाई जस्तो देख्छौँ हामीले, सायद त्यस्तै नदेख्न सक्छ सरकारले। सम्झौँ उसले सुन बढ्यौला बाख्रा जस्तो देख्न सक्छ देशलाई, र सुनै सुन हग्न लगाउँछ। या त जादुमय भाँडा जस्तो देख्न सक्छ र 84 व्यञ्जन पाक्न लगाउँछ। यसरी देशलाई उसकै निम्ति चाकडी गराउँछ। देख्छ हिमाललाई मोटी जडित अनि खस्रेर अमृत जडीबुटी, फाल्छ अमरत्वको भ्रम। देख्छ तराईलाई कुबेर ढुकुटी अनि खनेर चुली र चुरे खानीहरूमा खरिद गर्छ समृद्धिको सपना। सम्झौँ उसले सुन बड्क्यौला बाख्रा जस्तो देख्न सक्छ देशलाई, र सुनै सुन हग्न लगाउँछ। या त जादुमय भाँडा जस्तो देख्न सक्छ र 84 व्यञ्जन पाक्न लगाउँछ। यसरी देशलाई उसकै निम्ति चाकडी गराउँछ। देख्छ हिमाललाई मोती जडित अनि खस्रेर अमृत जडीबुटी, पाल्छ अमरत्वको भ्रम। देख्छ तराईलाई कुबेर ढुकुटी अनि खनेर चुली र चुरे खानीहरूमा खरिद गर्छ समृद्धिको सपना। देश जस्तो नभएको त्यस बगत कस्तो देखिँदो हो सरकारलाई। देशको मानचित्रमा सायद तस्कर भन्दा बढ्ता देखिँदैन उसलाई। धन्यवाद।